कुकरै पुरै खाइदिन्छ हामी खतरा मान्छे कुकरको भयो के छ भन्दाखेरि सोयाबिन यो के धनियाँ प्याज बब्बाले भएछ बब्बाल दामी भएछ होइन आज चाहिँ ट्याक्कसँग खाना नखाने खानाको साथै आज फ्राई राइस बनाएर अचार बनाएर खाने होइन आज चाहिँ कस्तो हुन्छ हेर्दै जाउँ खाना मुसेर अलरेडी राखिसकेको छु हैन ल अब चाहिँ यो फ्राई गरेर भइसकेको छ है क्याप्सिकम र यो प्याज चाहिँ अब खाना हाल्ने यतिको बनाउनु पर्छ है फ्राई चाहिँ है अब खाना हाल्नु पर्छ टक लगाएर कुकर ड्राइभर हामी कुकरै पुरै खाइदिन्छ हामी खतरा मान्छे कुकरको भयो घरको सबै कुकर ड्राइभर यतिको चलाइसकिसकेर चाहिँ अब एकछिन 5 मिनट जस्तो ट्याक्कसँग राख्ने के सानो आगोमा मात्रै डर छ अब चाहिँ नुन हाल्ने बेला भइसक्यो अघि चाहिँ त्यतिको बनाइसकेको थियो अब नुन हालेर मिनट वेट गरिसकेपछि बन्छ फाइनली बनिसक्यो हाम्रो चाहिँ फाइनली फ्राई राइस चाहिँ यस्तो भएको छ यही हो फ्राई राइस चाहिँ दामी बनिसकेको छ अब अचार बनाएर मात्र चाख्ने हो एकैचोटि अब अचार बनाउने हो दुइटै अनि त्यसपछि एकैचोटि फ्राई राइस र अचार एकैचोटि मिसाएर खानुपर्छ अनि चाहिँ दामी हुन्छ है मैले ट्याएको अचार बनाउनलाई सामान चाहिँ रेडी बनाइसकिसकेको छु है त के हो भन्दाखेरि गोलभेडा प्याज खोर्सानी धनियाँ हैन यति भएपछि चाहिँ राम्ररी बन्छ एकछिन पज हाल्नु त पज हाल्नु न किन एउटा म्याजिक राखिदिउँ भने यस्तो त्यहाँ खोर्सानी राख्ने चट्ट गरेर सबै है यो काटेको त के राख्नु काटेको यहाँ राख्नु न है ल तपाईँहरूले के म्याजिक हेर्नु छ एकछिन यस्तो ल खै त एउटा टिप्नु एउटा त्यो हैन त्यो ल लाइट मान्छेलाई देखाइदेऊ ल भयो पज हाल्नु ल अब पज हाल्नु न ओ माय गॉड अब यो कसरी काट्यो त ल सरप्राइज देख्यौ चुटकीको कमाल चुटकीको हुँदै भएन त्यही पनि भयो छोड्दिनु ल भयो छोड्दे एडिटिङको आन्सर हेर्नुपर्छ नि त्यो पनि हैन ल भयो भयो ल अरू सबै रेसिपी साइड अब टक्कसँग ल भयो यो हाम्रो डिस रेडी भइसकेको छ हैन डिसमा चाहिँ के छ भन्दाखेरि सोयाबिन यो के धनियाँ प्याज गोलभेडा खोर्सानी सोयाबिन
टक्क निकाल्नु। प्याजलाई हलुक्का गार्निस गर्ने। चाहिँ ट्यागसँग भइसकेको छ, फुट्नु पर्छ यसलाई। यति फुटेपछि ट्यागसँग फुटेर मजाले अब सोयाबिन माथिबाट सर्र छर्केर त्यसरी छर्केर सोयाबिनको खोर्सानी गरेर नुन अब थोरै हाल्नु, नुन थोरै हाल्नुपर्छ। सरस नुन हाल्यो चलाउने टक्कसँग। अब माथिबाट गार्निस गर्नलाई हलुक्क थोरै धनियाँ। यसले चाहिँ तपाईँको धेरै टेस्ट दिन्छ, धनियाँको थोरै गार्निस गरेपछि है। हाम्रो अब फाइनली अचार पनि बनिसकेको छ, फ्राई राइस पनि बनिसकेको छ। अब हामी तपाईँहरूलाई टेस्ट गरेर देखाउँछौँ कस्तो हुन्छ। यहाँ हाम्रो यहाँ खतरनाक कुक्सम्यान होइन। ल होइन, आज चाहिँ अब 3 जना छौँ हामी, 3 जनाको चाहिँ ट्याक्क ल खाना रेडी बनिसकेको छ। अब कस्तो हुन्छ चेक गर्नुपर्छ है त। होइन यता आइबाट गरेन। अचार कस्तो भएको छ? दामी मिठो भयो। अब फ्राई राइस र अचार चाहिँ कस्तो हुन्छ है त। बब्बाले भएछ, बब्बाल दामी भएछ। ल यसरी बनाएर खानुपर्छ। अल्छी लागेर हो क्या, अल्छी नलागे त खाना तरकारी बनाइन्थ्यो यति बेलुका। अल्छी भएपछि यस्तै हो। ल बाई बाई भयो है।